जोयो लाइभ एपमा एजेन्सीमा जोइन गर्ने तरिका सम्पूर्ण साथीहरूले चाहिँ जोयो लाइभ एप चाहिँ खोल्नु भएको छैन भने खोल्नु होला। साथै तपाईँहरूले चाहिँ जोयो लाइभ एप चाहिँ एकदम बेस्ट रहेको छ। साथीहरू एजेन्सीमा जोइन गर्नको लागि चाहिँ के गर्नुपर्ने हुन्छ, प्रोफाइलमा दाब्नु पर्ने हुन्छ। प्रोफाइलमा दाबिसकेपछि तपाईँले चाहिँ कहाँ दाब्नु पर्ने हुन्छ भनेपछि तपाईँको चाहिँ यहाँ रिचार्जको अलिकति यता टिक लागेको छ, भेरिफिकेसन लेखेको ठाउँ छ, त्यहाँनिर तपाईँ टच गर्नु होला। टच गरिसकेपछि तपाईँको चाहिँ यहाँनिर तपाईँले चाहिँ माथिपट्टिको रहेको छ पर्सनल, तपाईँले भेरिफिकेसन आफ्नो चाहिँ फेस म्याच गर्नु होला। त्यहाँनिर चाहिँ तपाईँको दुईवटा अप्सन आउँछ। त्यहाँनिर चाहिँ तपाईँको चाहिँ अडियोमा गर्न सक्नुहुन्छ अथवा भिडियोमा गर्न सक्नुहुन्छ। तपाईँहरूले चाहिँ एजेन्सीमा जोइन गर्नको लागि चाहिँ तपाईँहरूले चाहिँ माथि रहेको चाहिँ देख्न सक्नुहुन्छ। माथि रहेको चाहिँ तपाईँको चाहिँ मैले चाहिँ होइन स्क्रिनमा राखिदिएको छु, त्यो नम्बर चाहिँ हालेर तपाईँले चाहिँ कहाँ हाल्नु पर्ने हुन्छ भनेपछि तपाईँले चाहिँ जोइन एजेन्सी लेखेको ठाउँमा छ, त्यहाँनिर तपाईँले चाहिँ जोइन नाउँमा टच गर्नु होला। टच गरिसकेपछि तपाईँको देख्न सक्नुहुन्छ यहाँनिर तपाईँले चाहिँ के छ भनेपछि यहाँनिर चाहिँ तपाईँको 6 डिजिटको कोड हुन्छ। यो कोड चाहिँ माथि रहेको छ, यो तपाईँको चाहिँ मैले चाहिँ हाल्दैछु होइन, तपाईँ सम्पूर्ण साथीले हाल्नु होला। यो कोड रहेको छ कि तपाईँको 9717 के एप चाहिँ तपाईँले चाहिँ ठुलोमा क्यापिटलमा हाल्नु होला के, अनि त्यसपछि एप यो हालेर तपाईँले चाहिँ यहाँनिर नेक्स्ट गरेर तपाईँले चाहिँ कन्फर्म गरेर चाहिँ जोइन हुनु होला त साथीहरू। अनि एजेन्सी चाहिँ त क्रिएट गर्नको लागि तपाईँको लागि चाहिँ यहाँनिर चाहिँ मैले WhatsApp नम्बर राखिदिन्छु, सम्पूर्ण साथीलाई WhatsApp नम्बर राखिदिन्छु। एजेन्सी चाहिँ तपाईँले क्रिएट गर्न सक्नुहुन्छ है त साथीहरू।